बुबाको टोपी। आर्यन 8 कक्षामा पढ्थ्यो। उसको साथीहरूका बुबा डाक्टर, इन्जिनियर, अफिसर थिए। तर आर्यनका बुबा सोमबहादुर एउटा भवन निर्माण गर्ने काम गर्थे। हरेक बिहान झोला बोकेर घाम र धुलोसँगै पसिना बगाउँदै उनी काममा जान्थे। एक दिन स्कुलमा आफ्नो बुबाको पेसा भन्ने विषयमा भाषण प्रतियोगिता भयो। आर्यन केही बोल्नै सोच्नै सकेन। साथीले भने, तैँले के बोल्छस्, तेरो बुबा त मजदुर। त्यो रात आर्यनले बुबाको पुरानो घामले फाट्न लागेको टोपी हेर्दै बुबासँग सोध्यो, बुबा तपाईँ थाक्नुहुन्न? बुबाले मुस्कुराउँदै भने, छोरा जब तिमी स्कुलबाट केही नयाँ सिकेर आउँछौ म थाक्दिन। तिमी ठुलो हुनेछ बनाए नै मेरो शक्ति हो। भोलिपल्ट भाषणमा आर्यनले केही औपचारिक शब्दहरू नभनी केवल एउटा पुरानो टोपी देखाउँदै भन्यो, यो टोपी मेरो बुबाको हो, जसले मलाई सपना देख्न सिकाउनु भएको छ। उहाँको पसिनाले मेरो भविष्य सिंचिरहेको छ। त्यो दिन मजदुर दिवस थियो र सम्पूर्ण हात तालीले गुन्जमान